हेलो गाइज, गुड इभिनिङ एन्ड वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ मैले प्र्याङ्क गर्दैछु कसलाई भने मिस्टर थापालाई। आज उहाँ चाहिँ अहिले ड्युटी जानुभयो अनि आज चाहिँ मेरो बिदा हो। तर म अब उहाँ ड्युटीबाट हिँडिसकेपछि अब अहिले मेसेज गर्यो भने त कहाँ के भन्ने हुन्छ नि त। त्यही भएर ठ्याक्क उहाँ ड्युटीबाट निस्केपछि अनलाइन हुनु हुँदैन अनि ठ्याक्क यहाँ रुममा आउँदा त नेट टिप्छ अनि बल्ल मेसेज देखिन्छ नि त। त्यही भएर चाहिँ मैले अहिले केही भन्दिनँ। अनि उहाँ निस्किने टाइम भयो भनेपछि मैले के अरे आज मेरो डे अफ हो तर आज मलाई नाइट ड्युटी बोलायो, म ड्युटी जान पर्ने भयो भनेर मैले मेरो ड्रेसहरू अनि मेरो ब्याग सबै जुत्ता पनि सबै थाहा हुन्छ नि त, सबै म लुकाउँछु। अनि लुकाएर अनि सकेसम्म आफू पनि नदेखिने गरे लुकेर भिडियो खिच्ने एकदम प्रयास गर्छु। अनि त्यसपछि म चापी लगाएर अब हामीले रेगुलर कहाँ राख्थ्यौँ चापी चाहिँ त्यहीँ राखेर यसो के लागोस् कि म साँच्चै ड्युटी गएँ भन्ने मेरो प्लान छ। लेट्स सी अब के हुन्छ है। झन् छिटो खाना बनाएर अथवा कि खाना बनाउँदै यस्तो ठ्याक्क फोन आएर जस्तो टाइपले जान्छु चापी लाएर। खाना बनाउन भ्यायो भने खाना बनाएर भर्खर भ्याएको थिएँ भर्खर गयो भन्छु, नत्र खाना बनाउन भ्याएन भने चापी लाएर यताउति गरेर जे चापी चाहिँ लाउँछु म चाहिँ देखा पर्दैन भनेर है। सधैँ 8:30 बजे आउने अनि कहिलेकाहीँ छिटो भयो भने 8 बजे आउने मान्छे त आज त 7:30 नबज्दै आइदिएर। त्यही नि म किचनमा थिएँ, डाइरेक्ट किचनमा यस्तो हेरेको त मान्छे आइदिएर मै उल्टै प्र्याङ्क भयो, प्लान गर्न मात्र भयो। साथी हो म त उल्टै आफै प्र्याङ्क भएर बसिरहेको। अब के भन्ने है। अब 7:30 नहुँदै आउनुभयो कि 1 घन्टै अगाडि आइदिनु भयो, 1-1.5 घन्टै अगाडि आउनुभयो। अनि त्यसपछि थाहै भएन नि त। तर मैले भने होइन कि मैले भन्न त भने कि मैले प्र्याङ्क गर्छु भन्ने सोचेको थिएँ भनेर भने, तर मैले यस्तो प्र्याङ्क गर्छु भनेर भने होइन कि। किनभने नेक्स्ट टाइम मिल्यो भने म फेरि यो प्लान अहिलेको अनसक्सेसफुल प्लान म सक्सेसफुल बनाएर एक्सप्रेसन हेर्नलाई म एकदम एक्साइटेड थिएँ। तर अहिले नभए नि पछि म गर्ने नै छु। अनि मैले प्र्याङ्क गर्छु भनेको थिएँ अनि कस्तो प्र्याङ्क भन्नुभएको थियो। अनि मैले खाना बनाउँदिनँ खाना बनाएन भनेर प्र्याङ्क गर्छु भनेर कि खाना बनाएर अनि खाना बनाएन भन्ने प्र्याङ्क गर्छु भनेको थियो भने अनि यस्तो चाहिँ भनेको थिएन। तर टाइम भयो अर्कोचोटि मिल्यो भने म अवश्य नै यो प्र्याङ्क सक्सेसफुल गर्छु। तर अहिले त म आफै टुवा परेँ। यति भन्दै म अहिलेको मेरो यो छोटो आफै प्र्याङ्क भएको भिडियो यहीँ इन्ड गर्छु। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई बाई गाइज।